ओम साईराम। आजको यस अभिभावक भेलाको सभा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अभिभावकज्यू, गुरुवर्गज्यू र यहाँ उपस्थित सम्पूर्णहरूमा म कक्षा 6 सगरमाथाको अध्ययन विद्यार्थी सार्वजनिक अर्याल तर्फबाट स्वीकार गर्नुहोस् न्याय र अभिवादन। आज म हजुरहरूको समक्ष मोबाइल फोनको प्रयोगबाट के अभिशाप शीर्षकमा आफ्नो छोटो मन्तव्य व्यक्त गर्न लागिरहेको छु। कृपया ध्यान दिएर सुनिदिनुहोला। आजका आधुनिक युगमा मोबाइल फोन जीवनको अभिन्न अङ्ग बनेको छ। प्रविधिको तीव्र विकाससँगै यसको प्रयोग हरेक व्यक्तिको दैनिक कामकाज, अध्ययन, व्यवसाय तथा सामाजिक जीवनमा अति आवश्यक जस्तै बनेको छ। तर यसको अत्याधिक प्रयोग वा गलत प्रयोगले गम्भीर समस्या पनि सृजना गर्दछ। मोबाइल फोनको प्रयोगले मानिसको जीवनलाई केही हदसम्म सहज बनाएको छ। टाढा बस्ने परिवारजन साथीभाइसँग कुराकानी गर्न पनि मोबाइल फोनकै प्रयोग गरिन्छ। इन्टरनेट मार्फत विश्वभरिका जानकारी, समाचार, शैक्षिक जानकारी तथा अनलाइन कक्षाहरू घरमै बसेर अध्ययन गर्न सकिन्छ। तर यसको अत्याधिक प्रयोगले विभिन्न समस्याहरू आइपर्छन्। धेरै मोबाइल फोनको प्रयोग गर्दा आँखाको समस्या, निद्रा नलाग्ने, मानसिक तनाव जस्ता समस्याहरू निम्त्याउँछन्। विद्यार्थीहरूको पढाइ कमजोर हुने, सामाजिक सम्बन्ध कमजोर हुने, साइबर अपराध, सामाजिक द्वन्द्व जस्ता समस्याहरू निम्त्याउँछन्। यसरी हेर्दा मोबाइल फोनको प्रयोग न त पूर्ण वरदान हो, न त पूर्ण अभिशाप। यसको सही, सीमित र उद्देश्यपूर्ण प्रयोगले जीवनलाई सहज बनाउँछ, तर दुरुपयोग यसको गलत प्रयोग जोखिमको कारण बन्छ। त्यसैले यसको प्रयोग गर्दा उचित समयको व्यवस्थापन, अनुशासन तथा सचेततापूर्वक व्यवहार आवश्यक छ। धन्यवाद।